अहिले जहाँ तपाईँ उभिनु भएको छ, कल्पना गर्नुहोस् त्यहाँ आजभन्दा केही हजार वर्ष अघि 100 मिटर गहिरो पानी थियो र तपाईँ त्यो पानीको एकदमै पिँधमा हुनुहुन्छ। हो, म आज म व्यस्त काठमाडौँ उपत्यकाको कुरा गर्दैछु, जहाँ आज लाखौं मानिस बस्छन्, जहाँ गाडी गुज्छन्, दरबार र महलहरू छन्। त्यही ठाउँ कुनै समय एउटा विशाल ताल थियो। त्यहाँ न सडक थिए, न घर, न त काठमाडौँ, ललितपुर वा भक्तपुरको अस्तित्व नै थियो। तर प्रश्न उठ्छ, यदि यो कुरा सत्य हो भने त्यो विशाल तालको पानी आखिर कहाँ गयो? के साँच्चै कुनै पौराणिक देवता वा मञ्जुश्रीले पहाड काटेर पानी बाहिर निकालेका थिए, वा यो एउटा कथा मात्र थियो, वा यसको पछाडि आधुनिक विज्ञानले अर्कै अकाट्य प्रमाण दिन्छ? सत्य के हो? आज हामी इतिहास, पुराण, भूविज्ञानलाई सँगै राखेर वैज्ञानिकहरूको नाम र समय रेखा सहितको यो रहस्यको पर्दा खोल्नेछौँ। 40-50 वर्ष अगाडिसम्म पनि यो केवल एउटा कथा जस्तो मात्र लाग्थ्यो। तर सन् 1980 र 1990 को दशकमा अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको एउटा टोलीले काठमाडौँको जग हल्लाउने खालको अनुसन्धान सुरु गर्यो। अब त्यो टोलीमा को थिए त? जापानको ओसाका सिटी युनिभर्सिटीका प्राध्यापक डाक्टर सिकेओ मोरिबायासी र नेपालका वरिष्ठ भूवैज्ञानिक डाक्टर बुद्धिलाल मास्के र अर्का जापानिज अनुसन्धानकर्ता टकुया योसिदा। यो टोलीले काठमाडौँको ललितपुर स्थित धापाखेल, भेसेगाउँ र भक्तपुरका विभिन्न ठाउँहरूमा जमिन मुनि 200 मिटरदेखि लिएर झन्डै 475 मिटर 1500 फिट भन्दा बढी गहिराईसम्म कोर ड्रिलिङ गरेर माटोका नमुनाहरू निकाले र त्यो गहिराईबाट जे भेटियो त्यसले विज्ञान जगतलाई नै स्तब्ध बनाइदियो। तपाईँ हामीले काठमाडौँमा घरको जग खन्दा देख्ने यो कालो माटो अर्थात् काली माटी यो कुनै सामान्य माटो होइन। भूवैज्ञानिक भाषामा यसलाई लाकुस्ट्रिन क्ले भनिन्छ र यो माटो केवल लाखौं वर्षसम्म शान्त रहेको तालको पिँधमा मात्र जम्मा हुन सक्छ। नदीले बगाएर ल्याउने माटो बालुवायुक्त र खस्रो हुन्छ, तर काठमाडौँको काली माटी एकदमै मसिनो र चिप्लो छ। यसको मतलब प्राचीन कालमा नदीहरूले बगाएर ल्याएको माटो त्यो तालको शान्त पानीमा बिस्तारै थिग्रिएर बसेको थियो। त्यति मात्र होइन, जब वैज्ञानिकहरूले यो काली माटीलाई ल्याबमा टेस्ट गरे तब त्यहाँ डायटम्स भेटिए, जुन केवल सफा र शान्त तालको पानीमा मात्र बाँच्ने एउटा सूक्ष्म जीव हुन्। लाखौं वर्ष पुराना सल्लो र उत्तिसका रुखका परागकण जसलाई पोलेन भनिन्छ, यो भेटियो। र सबैभन्दा रोचक कुरा, सन् 1970 को दशकमा काठमाडौँको ताहाचल र गोङ्गोमा उत्खनन गर्दा प्राचीन हात्ती र गोहीका दाँतहरू समेत फेला परेका थिए। यसले के प्रमाणित गर्छ भने यो उपत्यका कुनै समय जलचर र जंगली जनावरहरूको एउटा छुट्टै संसार थियो। विज्ञानहरूको र वैज्ञानिकहरूको कार्बन डेटिङ र अनुसन्धानले यो तालको एउटा सठिक समय रेखा तयार पारेको छ। 28 लाख वर्ष अघि जब भारतीय युरेसियन टेक्टोनिक प्लेट्सहरू ठोकिएर हिमालय पर्वत बन्ने क्रम तीव्र भयो, काठमाडौँको दक्षिणमा रहेको महाभारत पर्वत श्रृङ्खला माथि उठ्यो। यसले काठमाडौँबाट बाहिर बग्ने नदीहरूको बाटो पूर्ण रूपमा थुनिदियो र यहाँ प्राचीन काठमाडौँ तालको जन्म भयो। 3 लाख वर्ष अघिसम्म यो ताल आफ्नो सबैभन्दा विशाल रूपमा थियो, जसको गहिराई कम्तीमा 200 देखि 300 मिटरसम्म थियो। 19,000 वर्ष अघि पृथ्वीको मौसम परिवर्तन र भूकम्पीय गतिविधिले गर्दा यो ताल पूर्ण रूपमा सुक्यो र मानिस बस्न योग्य समथर भूमि बन्यो। अब आउँछ सबैभन्दा ठूलो प्रश्न, यो विशाल तालको पानी आखिर बाहिर कसरी निस्क्यो? बौद्ध धार्मिक ग्रन्थ स्वयम्भू पुराण भन्छ, मञ्जुश्रीले चीनबाट आएर आफ्नो महाभारतले चोभारको पहाडलाई काटेर पानी बाहिर पठाए र स्वयम्भूको दिव्य कमल स्थापना गरे। तर विज्ञानले यसलाई अर्कै नजरले हेर्छ। भूवैज्ञानिकहरूको अध्ययन अनुसार चोभारको त्यो खोज चुनढुङ्गा, जसलाई अंग्रेजीमा लाइमस्टोन भनिन्छ, यो लाइमस्टोनले बनेको छ, जुन पानीले बिस्तारै पग्लिन्छ। करिब 30,000 वर्ष अघि एउटा ठूलो भूकम्पका कारण चोभारको पहाडमा एउटा सानो धाजा वा फल्ट लाइन, जसलाई अंग्रेजीमा फल्ट लाइन भनिन्छ, त्यो बन्यो। तालको पानीको भारी दबाव र बागमती नदीको निरन्तर कटानका कारण त्यो सानो धाजा हजारौं वर्षको समय अन्तरालमा बिस्तारै चौडा हुँदै गयो। पानी बिस्तारै घट्दै जाँदा पहिले साना टापुहरू निस्किए, जस्तै स्वयम्भू र चोभारका डाँडा।
र अन्तत यो एउटा सुन्दर उपत्यकामा बदलियो। धार्मिक कथामा भनिएका मञ्जुश्रीको त्यो महादरबार सायद प्रकृतिको त्यही भूकम्पीय शक्ति, पानीको कटान नै थियो जसले चोभारलाई काटेर आजको काठमाडौँलाई जन्म दियो। पौराणिक कथा र आधुनिक विज्ञानको भाषा फरक होला, तर निष्कर्ष एउटै छ, काठमाडौँ वास्तवमै एउटा विशाल ताल नै थियो। त्यसैले अर्को पटक जब तपाईँ काठमाडौँको माटोमा टेक्नुहुन्छ वा चोभार र स्वयम्भूको डाँडामा उभिनुहुन्छ, एक पल रोकिएर सोच्नुहोस्, तपाईँ जहाँ हुनुहुन्छ त्यहाँ कुनै समय जलचरहरू पौडिरहेका थिए। हामी प्रकृतिको एउटा विशाल इतिहासको पिँधमा बाँचिरहेका छौँ। नेपालका यस्ता वैज्ञानिक प्रमाणहरू र इतिहास लुकेका रहस्यहरूको खोजी गर्न चाहनुहुन्छ भने यो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। भिडियो कस्तो लाग्यो तल कमेन्ट गर्नुहोला। अर्को भिडियोमा हामी नेपालको अर्को ऐतिहासिक रहस्यको पर्दा खोल्नेछौँ। धन्यवाद, नमस्कार।